Hi guys, welcome to my mini vlog. It's all about a Friday in medical college. So let's begin the vlog. So hi guys, just ignore my baby here, I know. अनि आज हाम्रो 8 बजेदेखि नन स्टप 1 बजेसम्म क्लास छ अनि सकिया छैन अनि फर्स्टमा चाहिँ हाम्रो एनाटोमीको ल्याब एक्स भयो 8 to 10 अनि गाइस भर्खर हाम्रो एनाटोमीको ल्याब एक्स सक्यो हैन अनि एनाटोमीको ल्याब एक्स सकेपछि हामी अब कुदी अर्को क्लास भेटाउनलाई चाहिँ यहाँ आएको छौं कर्ट्समा हैन यहाँ चाहिँ हाम्रो सबै सिसहरु हुन्छ के बेसिकको डेन्टलको सबै सिसहरु हुन्छ अनि ल्याब एक्सको लागि चाहिँ अब ल्याब एक्समा जानु पर्यो हैन अर्को बिल्डिङमा छ त्यो चाहिँ अनि त्यही हो ह्याट्रिक फ्राइडे अनि एनाटोमीको ल्याब एक्स सकेपछि हामी क्लास जाने बेलामा चाहिँ यसरी हाम्रो कलेज हाम्रो हस्पिटल चम्काउँदै हुनुहुन्थ्यो हैन अनि त्यसपछि चाहिँ हामी क्लास गयौं अनि क्लास गएर पढ्दा ठ्याक्क ठाके थियौं अनि ठ्याक्कै हाम्रो फेभरेट स्लाइड आयो अनि क्लास सकिसकेपछि चाहिँ हामी गयौं डेन्टल क्यान्टिन खाजा खान अनि यो चाहिँ हाम्रो डेन्टल क्यान्टिन हो यसको अगाडि चाहिँ कस्तो राम्रो फुल फुलाएको थियो यो अहिले चाहिँ म्याक्सिमम झरिसकेछ हल्का मात्र थियो सो गाइज फाइनली 1 बजे हैन अनि हाम्रो क्लास सक्यो फाइनली फ्राइडे सक्यो हैन अब चाहिँ फ्राइडे जस्तो हुन्छ अब चाहिँ हामी मजाले होस्टेल जान्छौं अनि फुल सुतेर बस्छौं सो गाइज यहाँ बस्न चाहिँ एकदमै रमाइलो हुन्छ हैन अनि ठ्याक्क हामी कलेजको अगाडि नै यस्तो राम्रो गार्डन जस्तो छ के लाइक अहिले त अब गर्मी लाउन थाल्यो नि त हैन सबै सुकेका झारहरु नत्र मजाले झार पलाउँदा मजाले दुबोहरु हुन्छ के यहाँ यस्तो रमाइलो अनि कस्तो राम्रो ट्रीहरु पनि छ यस्तो मैले भर्खरको भिडियोमा देखाइसके त्यही हो गाइज अब चाहिँ हामी यस्तो ब्रेक हुँदाखेरि फ्री टाइममा चाहिँ हामी यही आएर बस्छौं के खानाहरु खायो खाजाहरु खायो अनि गर्मीमा पनि कस्तो शीतल हुन्छ हैन रुखहरु छ नि त अनि यो मेरो ब्याकग्राउन्डमा देख्नु भएको यो ट्री चाहिँ हैन एकदम हाम्रो बीबीकेएसको एकदम भाइरल ट्री हैन सो यो ट्री हो हैन अहिले चाहिँ फेरि एक साइडको चाहिँ मजाले हरियो पलाइसक्यो के नि त्यो रातो के भर्खर कलिलो पलाउँदाखेरि चाहिँ यस्तो राम्रो थियो अझ झन् धेरै अनि योहरु चाहिँ हाम्रो बीबीकेएसमा हुन लागेको इभेन्टहरु म होस्टेल जान खोजेको हैन अनि त्यसपछि यहाँ यति धेरै मंकी छ हैन अनि मलाई लास्टै डर लाग्यो नि त्यही भएर म मान्छे कुरिरहेको छु है अनि कोही आइसकेपछि चाहिँ म सँगै जान्छु सो गाइज खाना पनि भयो हैन अनि म होस्टेल पनि आइपुगे सो अब बाँकी भिडियो चाहिँ म अलिकति हाम्रो बीबीकेएसको ग्रीनरीलाई इन्हान्स गरेर एक दुईवटा भिडियो राख्छु त्यो भिडियोहरु हेर्नु होला अनि यी बाँदरहरु चाहिँ हाम्रो होस्टेलमा सधैँ नै यस्तै हो सो गाइज म माथि चढ्न खोजिरहेको थिएँ हैन अब यसरी बाँदर आइरहेको छ म कहाँ जानु कि अनि म अरु कसैको रुममा पस्ने खोज बाँदर त्यहाँ छ कि म ढोकामा छु बाँदर त्यहाँ छ हैन यहाँबाट मैले बाँदरलाई हेर्ने बाँदरले मलाई हेर्ने भइरह कसरी जानु म मेरो टप फ्लोरमा छ रुम मेरो टप फ्लोरमा छ म कसरी जानु म अरूहरुको रुममा यसरी ढोकामा उभिरहु सो गाइज हेरौँ है म कतिको जान सक्छु सक्दिन हैन हेर है म त लास्टै डराउँछु नि हेरेर हैन के को जानु नि यही छ बाँदर उनीहरुले मलाई लाने भन्थ्यो बाँदरहरु त्यसरी छ त्यहाँ छ ओ कसरी जानु यत्रो चिच्चाइरा बाँदरहरु लाइक हुन्छ नि मदको छुके फटाक से बाहर आने भनेको यही हो रुक न नजाऊ न हो देख्नु भयो गाइज अब म कसरी जाने मेरो रुम ओ माय गॉड फाइनली गाइज म मेरो रुममा आयो म मेरो रुम खोल्छु सो गाइज फाइनली म चाहिँ मेरो रुममा जो सेफली आएँ हैन